दर्शकबिन नमस्कार। नमस्कार है दर्शकबिन नमस्कार। र त्यसै गरी तपाईँको माझमा म आज यो हेर्नुस् यो बाटोको छेउमा भएको जग्गाहरू लिएर आएको छु। हेर्न सक्नुहुन्छ तपाईँले, यो रहेछ 4.5 कट्ठा है। यो हेर्नुस्, यो 4.5 कट्ठा जग्गा छ। यो जगधनी पनि यही हुनुहुन्छ, उहाँको चाहिँ यो बिक्रीमा छ। कि समस्याको भएको कारणले उहाँले बेचिराख्नु भएको छ। एक जग्गा एकदम राम्रो छ। हेर्नुस्, यो बाटो हेर्न सक्नुहुन्छ, यो माथि हेर्नुस्, यो गाउँहरू पुरा बसेको बस्तीहरू छन्। हेर्न सक्नुहुन्छ, पुरा यो एकदम बस्ती बसेको ठाउँमा यदि तपाईहरुले किन्न चाहनुहुन्छ भने 4.5 कट्ठा जग्गा छ। हेर्नुस्, बस्तीहरू पुरा बसेको छन्। यो चाहिँ उता पनि बस्ती छ हैन। हेर्नुस्, यो उता पनि बस्ती छ। हेर्न सक्नुहुन्छ नि बस्ती उताको, र यता पनि बस्ती छ है। यो सबै बस्तीको बीचमा भएको जग्गा। यो यता पनि बस्ती उता पनि बस्ती। मैले लोकेसन तपाईहरुलाई देखाइरहेको छु। यो चाहिँ दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर 4 रुहिन्या भन्ने ठाउँमा छ है जग्गा चाहिँ। तपाईले हेर्न सक्नुहुन्छ, यो जग्गा चाहिँ यो रहेको छ। हेर्नुस्, उहाँ उभिनु भएछ साउजी। यो साउजी उभिएको जग्गा है। हेर्नुस्, यो तपाईले म देखाउँछु। मोडा पनि यसको राम्रै रहेको छ। पिछर पनि राम्रो एकदम रहेछ। 4.5 कट्ठा पछाडीसम्म है, जहाँसम्म तपाईले यो धान काटेको हेर्नुहुन्छ त्यही ठाउँ हो है। त्यहाँदेखि पछाडी चाहिँ होइन। हेर्नुस्, यो धान काटेको ठाउँसम्म मात्रै हो है। हेर्नुहुन्छ, एकदम राम्रो ठाउँमा भएको जग्गा। यदि किन्न चाहनुहुन्छ भने सुपथ मूल्यमा चाहिँ एकदम राम्रो मूल्यमा छ है। दाङ जिल्लामा कसैले किन्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई सम्पर्क गर्नु होला है त। हस् त, अहिलेलाई छुट्यौँ होला। हस् त, धन्यवाद।